यिनीहरूको 1 वर्ष भएको थियो यिनीहरूको सम्बन्ध विच्छेदको मुद्दा चलिरहेको थियो हिजो लास्ट इन्डिङ थियो कि उसपछि हिजो लास्ट इन्डिङ थियो हिजो इन्डिङको दिन उसले डिभोर्स दिन मानेन नमाने चाहिँ उसले टार्गेट बनाएर पहिला उसले छोरो पनि मार्ने प्लान गरेको रहेछ उसले होइन उसले एउटा बहिनी घरमा बस्नुहुन्छ बहिनीलाई गएर उसले पहिला छोरो मागेछ छोरोले भनेछ उसले छोरो दिन्न भनेछ बहिनीले होइन मेरो घरमा दिदी आउनु भएको छैन म छोरो दिन्न भनेको उसले त्यसपछि आएर बाटो छेकेर उसलाई हत्या गरेको रहेछ कि उसले हिजो आमा छोरासँगै हत्या गरी प्लान लिएको हो क्या त्यो हिजो त्यो सानो बाबुलाई जोगाएको हिजो के भगवान्ले के 3 वर्षको बाबु छ उसको अनि यहाँ चाहिँ अस्ति 3 महिना अगाडि आर्मीबाट अफिसर मान्छे आर्मीको मान्छेलाई चाहिँ आउँदाखेरि गेटमा रडले हान्यो बिहान 5 बजे 4:30 बजे कि 5 बजे हान्दाखेरि मान्छे देखेर लकुले आएर छुट्यायो त्यतिखेर यहाँ चौकीमा हामी आउँदाखेरि यिनीहरूले के भन्यो यिनीहरूले नेपालीको एकछिन हामी दर्ता गरेर मानेन पछि ऊ आएपछि नेपाली पो आए ल भने फोटो स्टेल पठाएको छ क्या यहाँ यो पुलिस क्या बालाजीको पुलिस गल्ती बालाजी पुलिसको नम्बर 1 1 2 3 बालाजी पुलिस गल्ती छ क्या यिनीहरूले 2 झापड हानेर 2 झापड हानेर 2 झापड खुन्देको भए आज घटना हाम्रो बहिनीको घटेको लागि निवेदन त बालाजी पुलिसको पहिले दिनु भएको छ तपाईँ नले कहिले निवेदन यिनीहरूले नगरेको निवेदन 5 चोटी गरे उनीभित्र 5 चोटी छ यहाँ निवेदन ओइ बाहिर निकाल त्यसलाई 5 चोटीसम्म निवेदन दिनु बाहिर निकाल हत्यारालाई